तपाईले जे सुन्नुभयो त्यो भन्दा अलिकति फरक छ। म त डडेलधुरामै चुनाव लडेर सबै भोग्दै आएको हो नि त। म त चुनाव भनेको के? एक व्यक्ति 7 पटक 8 पटक प्रधानमन्त्री भन्ने कुरा जोको संवादहीनताको अवस्था थियो। औपचारिक रूपमा चाहिँ उहाँहरूबीच संवाद हुन सकेको थिएन। यद्यपि व्यक्तिगत रूपमा पार्टीको तवरमा उहाँहरूले आफ्नो हिसाबले संवाद त गर्नुभएको थियो होला, तर औपचारिक रूपमा आम्ने सामने भएर जेनजीका प्रतिनिधि र राजनीतिक दलहरू बीचमा जुन वार्ता हुन सकेको थिएन, संवाद हुन सकेको थिएन, त्यो अवस्थाको आज अन्त्य भएको छ र सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूको बीचमा खास गरेर चुनावको सन्दर्भलाई लिएर जुन फागुन 21मा चुनावको मिति तोकिएको छ, साथमा सुशासनको सन्दर्भमा, त्यस्तै गरेर भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा र यो जुन जेनजी आन्दोलनको क्रममा जुन जनधनको क्षति भएको छ त्यसको सन्दर्भमा पनि अलिकति गहन रूपमा छलफल भएको छ। त्यसबाहेक जेनजी प्रतिनिधिहरूलाई कसरी उहाँहरूलाई चाहिँ नि अब राज्यले र जेनजीहरूले उठाएका आवाजहरूलाई, उहाँहरूले दिएको म्यान्डेटलाई र उहाँहरूका मुद्दाहरूलाई जुन रूपमा चाहिँ आन्दोलनको रूपमा उठाउनु भएको छ, त्यसलाई राष्ट्रले, राज्यले कसरी प्राथमिकता दिने, कसरी मान्यता दिने र कसरी कार्यान्वयन अगाडि बढाउने भन्ने सन्दर्भमा गहन रूपमा छलफल भयो र यो छलफल चाहिँ एकदमै पहिलो भए पनि हामीले उपलब्धिपूर्ण र एकदमै सौहार्दपूर्ण भएको महसुस गरेका छौँ र उपस्थित राजनीतिक दलका प्राय सबै प्रतिनिधिहरू र जेनजीका प्राय सबै प्रतिनिधिहरूले एकदमै सकारात्मक रूपमा लिएको र यसलाई चाहिँ नि अबको मुलुकको बाटो अझ सहज हुने र अझै सामान्यकरणतर्फ जाने भन्ने चाहिँ नि सरकारले महसुस गरेको छ। मन्त्रीज्यू, जस्तै कि अहिले सुन्दै गरिँदाखेरि हामीले के पनि सुन्यौँ भने कङ्ग्रेसले निर्वाचनको समय थोरै भयो भन्ने तरिकाको प्रश्न उठायो भन्ने कुरा बुझ्यो। एमाले तत्काल निर्वाचनमा जान नसक्ने संसद पुनर्स्थापनै हुनुपर्छ भन्ने कुरा राख्यो। अहिले स्टेक होल्डरमा सबभन्दा ठुला दलले यो कुरा राखिसकेपछि र हामीले चुनाव पनि घोषणा गरिसकेको अवस्थामा अब सरकारले चुनाव कसरी गराउन सक्ला, यो प्रश्नको घेराभित्र परेन? होइन, तपाईँले जे सुन्नुभयो त्यो भन्दा अलिकति फरक छ। त्यो फरक के छ भनेदेखि आज वार्तामा रहनुभएका सबै राजनीतिक दलहरूले, मैले यहाँहरूलाई फेरि दोहोऱ्याएर निवेदन गरेँ, सबै राजनीतिक दलहरूले चुनावमा जान्न भन्नु भएन, चुनावमा जान्न भन्नु भएन। अब नेपाली कङ्ग्रेसको जुन कुरा गर्नुभयो, नेपाली कङ्ग्रेसको महामन्त्री त्यस्तै गरेर अर्को चाहिँ नि जो नेता हुनुहुन्थ्यो, उहाँहरू दुवैजनाले खास गरेर चुनावको सन्दर्भमा सरकार जसरी जान्छ कम्तीमा यी कुराहरू सरकारले पनि सोचोस्। यी भनेको सुरक्षाको वातावरण बनाउने, स्रोत साधन, जनशक्तिका कुराहरू अलिकति अब